असली कायदाको चिजबिज शिलाजित रह्यो। यहाँ हेर्नुहोस्, शिलाजित भनेको यो प्योर पत्थरको पसिना हो। शिलाजित भनेको पहाडबाट ल्याउनु पर्छ। यो यहाँ पाइँदैन, यो पहाडबाट आउँछ। यो शिलाजितले तपाईँको खुन बढाउँछ, इनर्जी पावर बढाउँछ, अनि तपाईँको यो मान्छेको शरीरमा भएको खुन फिल्टर गर्छ, खुन सफा गर्छ र तागत लगाउँछ। शिलाजितले दुखाइ छ भने पछिमा जुनसुकै हात खुट्टा दुखेको, बुढा कुइना दुखेको, भित्री भाग दुखेको सब दुखाइमा काम गर्छ। यसले खुन फिल्टर गरेर जीवनलाई नयाँ ताजा बनाउँछ। शिलाजित यसलाई दुधमा हालेर सानो चनाको दाना बराबर खानुपर्छ सर। यति जति खानुपर्छ। यो यति जति चनाको दाना बराबर खायो भने दिगो खानुपर्छ। धेरै राम्रो फाइदा हुन्छ। यसले कमसेकम महिना 2 महिना 3 महिना यो जुनसुकैले खान मिल्छ, बच्चादेखि वृद्धसम्म जसले खाए पनि फरक पर्दैन। सम्पूर्णमा म एउटा बाजुरा जिल्ला शनि कार्तिक थापर गाउँपालिका वार्ड नम्बर 1 देवदासजीको मेरो नाम हो। अहिले म आफ्नो रोजीरोटीको लागि र पुरानो जडीबुटीको यो पहिचान गुमेको पहिचानलाई सम्पूर्णमा हजुरहरूलाई म जडीबुटीको बारेमा केही ज्ञान भन्न गइरहेको छु। र यो जडीबुटी बाजुरा जिल्लादेखि, बजाङदेखि, दार्चुलादेखि हामीले कट्ठा पारेर धनगढीमा झोलामा बोकेर घर घरमा पुगेर उहाँहरूलाई जडीबुटीको बारेमा आफ्नो पहिचान र जडीबुटीका काम कर्तव्यहरू के हुन् भन्ने कुरो सम्पूर्णमा सुनाउन गइरहेको छु। बाँकी जडीबुटी हेरेर हजुरहरूलाई देखाउँछु। यो मेरो हातमा बोकेको यो जडीबुटी भनेको यसलाई केशर भन्छ। केशर हो। यसले खुन बढाउने काम गर्छ, खुन सफा राख्ने काम गर्छ र सानो बच्चा र गर्भवती आइलाई बढी प्रयोग गर्नुपर्छ। यो केशरको केशर प्रयोग गरेपछि अनि बच्चाहरू तन्दुरुस्त जन्मिने, सुत्केरी आमालाई राम्रो हुने र यसले भिटामिन दिने बढी काम गर्छ। यसको नाम केशर हो। यसलाई जम्फू भन्छ। जम्फू पहाडी भाषामा हामी फरन पनि भन्छौँ। यतातिर तराईतिर सबै साथीभाइहरू जम्फू भन्छन्। यो जम्फूले झानेको दाल अति मिठो हुन्छ, राम्रो हुन्छ। यो दाल झान्ने काममा आउँछ। यो दाल झान्ने यो तपाईँको लेख तितो भन्छ। यो लेखाली तितो अर्थात् हिन्दीमा चिराइतो भन्छन्, हाम्रोमा नेपाली लेखाली तितो भन्छ। यो तितो खायो भने तपाईँको पेट दुखेको अनि तपाईँको निनाउको लागि र रुगा खोकीको लागि एकदमै राम्रो चिज हो। जिब्रो पानी खान मन नलाग्ने, पानी पिस्न लाग्ने, जसको पानीदेखि साह्रै मन मरेको हुन्छ, त्यसको लागि यो पानी खुवाउने र पाचन प्रणाली सफा गर्ने काम गर्छ। र यो तिताले तपाईँको नाक बुझिएको र रुगा खोकी लागेको लागि काम गर्छ। यो लेख तितो भयो। यो टिमुर त हजुरहरूसँग सर्वाधिक यसको बारेमा सम्झाउनै पर्दैन कसैलाई। टिमुर अब माछामा, मासुमा, दालमा, चियामा, तरकारीमा जेमा हाले पनि टिमुरको फाइदा हजुरहरूलाई थाहै छ। यो टिमुर हो। यो पनि हिङ भन्छ। यसलाई हिङ। दाँत दुखो भनेपछिमा दाँत खुस्काउने काम गर्छ यसले। अनि तपाईँको पेटभित्र काचो रहेको पेटको लागि सफा राख्ने काम गर्छ। दाल तरकारीमा हाल्यो भने मिठो हुन्छ। यसको नाम हो हिङ। यो इन्डियाबाट ल्याउनुपर्छ, यहाँ त पाउँदैन नेपालमा। यो भुजपत्र हो सर। यो भुजपत्र भनेको मरेको काठमा पनि हाल्न मिल्छ। यो भुजपत्र पाठ पूजामा काम दिन्छ। यसको लागि भुजपत्रले जन्तर बनाउन पनि काम दिन्छ। जन्तर भुजपत्र तपाईँको यो भुजपत्र र भुजकेशको जन्तर बनाएर लगायो भने कहिल्यै पनि भूत लाग्दैन र घरमा बिग्रेका कामहरू राम्रो हुन्छ, सम्झिन्छ। यो भुजकेश हो।
यो भुटकेस अनि यो भुजपत्र यो दुईटा हालेर जन्तर बनाउनुपर्छ। यसमा गन्धक र निलाथोतो पनि हाल्न मिल्छ। यो भुटकेस भनेको त्यो भुटकेसकै जरा हुन्छ। यो भुटकेस भनेको भुतैकै भुटकेसै हो। यो के को जरा अरब छुट्टै होइन। पहाडको जङ्गलमा बढी मालिकातिर पाउँछ। यो तपाईँको जेठी मधु भन्छ अर्थात् हिन्दीमा मुल्याठी भन्छ, जेठी मधु हो यसको नाम। हजुरहरू पनि मुखमा हाल्नु, गलो सफा गर्छ यसले। गलो सफा गर्ने, खोकी खुलाउने। यसले तपाईँको मुखमा पानी आइरहन्छ, सुर्ती चुरोट छुटाउने काम गर्छ यसले। सुर्ती चुरोट खाने दाजुभाइले सुर्ती चुरोट छोड्नको लागि धेरै मद्दत पुर्याउँछ। सुर्तीको टाइम आएको छ, सुर्ती खाने मन लागेको छ भने सानो जरा भाँचेर मुखमा राख्यो भने सुर्ती छुटाउनबाट तपाईँलाई एकदम सघाउँछ। यो सुर्ती छुटाउन मद्दत गर्छ। यसको नाम हो जेठी मधु र मुल्याठी। नेपालीमा जेठी मधु, हिन्दीमा मुल्याठी। यसलाई पदम चाल भन्छ सर। पदम चाल भने यो पदम चाल हो। तपाईँको यसले काहीँ लोटेर थुकिएको छ, निलडाम परेको छ, भित्री भाग रगत जमेको छ भने करङमा, काहीँ भित्र मुटुमा, बाहिरी स्रोतमा निल रगत ननिक्लेर निल पडेको घाउहरू छ भने, निल पडेको, निलडाम पडेको, यो घोटेर यसको सेक लगाउँदा त्यो रगत फिसाएर नसामा रगत दबाउने काम गर्छ र निलडामको लागि एकदमै राम्रो हुन्छ। यो पदम चाल भनेको यही हो। यो अर्को आयो हजुर पहाडी जडीबुटी। यो तपाईँको कटुको भन्ने हो। यो कटुको, कटकी, यता कटकी भन्छन्, हाम्रातिर कटुको भन्छन्। यो कटुको तपाईँको प्रेसरको लागि, सुगरको लागि, पेट दुखाइको लागि, निमोनियाको लागि, टाइफाइड भएको छ भने त्यसको लागि खान मिल्छ। र कुप्टिएर आउने ज्वरो, पहिले एक्कासी लग 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 कमाएर आउने ज्वरो हुन्छ, त्यो ज्वरोमा खायो भनेपछि त्यो ज्वरो सफा गर्छ। र प्रेसर सुगरको लागि सदा दिन खानु पर्यो यसले। तपाईँको महिना 2 महिना खायो भने प्रेसर सुगर घटाएर जिरोमा राख्छ। यो हर्रो बर्रो भनेको तपाईँको ग्यास्ट्रिकको लागि र खोकीको लागि धेरै राम्रो चिज हो हर्रो बर्रो। यो निर्किट हो हजुर। यो निर्किट भन्छ यसलाई। यो पनि तपाईँको प्रेसरको लागि, सुगरको लागि, खोकीको लागि र पेट दुखाइको लागि एकदमै राम्रो हो। यो काँसो भन्ने खोकी जो लाग्छ, खोकी लागेको मान्छेलाई, दम चलेको मान्छेको लागि यो निर्किट भन्ने चिज हो। यसको ट्याब्लेट खाँदाखेरि बा खोकीको लागि र तपाईँको प्रेसर सुगरको लागि र दम चलेको मान्छेको लागि एकदमै फाइदा गर्छ निर्किट। रुखको बिउ हो यो, नेपालमै पाउँछ सर। यी सबै जडीबुटी हिमाली भेगमा पाउँछ। योलाई अर्जुन छाल भन्छ। यो अर्जुन छालको बोक्रा। यो अर्जुन छाल भनेको कोलेस्ट्रोल भएको मान्छेको लागि, धेरै मोटापन भएको मान्छेको लागि यो बोसो पग्लाएर तपाईँको आन्द्रामा, भुँडीमा अनि पेटमा जुनसुकै ठाउँमा बोसो बढी भएको मान्छेलाई, श्वास प्रश्वासमा समस्या हुने मान्छेलाई बोसो पग्लाएर ठिक्कको राखेर बोसो पग्लाउने काम गर्छ। यो अर्जुन छालले तपाईँको कोलेस्ट्रोल भएकोलाई एकदमै राम्रो हुन्छ। खाने तरिका यो तातो पानीमा बिहान बिहान घोटेर तातो पानीमा खाने हो।
यो आयो सर अर्को महारङ्गी भन्ने चिज। यो महारङ्गी भन्ने चिज जसको कपाल खुलिन्छ, कपालबाट रौँ झर्छ, रौँ झरेको छ भने, झर्ने रौँबाट तपाईँ परेशान हुनुभएको छ भने, टाङ्गियो कोर्दाखेरि यति यति रौँ उकिन्छ, कपाल उकिन्छ भने यसलाई तेलमा, तोरीको तेलमा अर्थात् तपाईँ जुन तेल युज गर्नुहुन्छ त्यो तेलमा यसलाई डुबाएर राखिदियो भने कलर छोड्छ। यसले रातो तेल भइसकेपछिमा यसलाई तपाईँले युज गर्नुभयो भने महिना 1.5 महिनामा तपाईँको झर्ने बाल रोक्छ र बाल लामो बनाउँछ, कपाल लामो बनाइदिन्छ यसले। यसलाई महारङ्गी भनेर चिनिन्छ। गानान्नु भन्ने हो सर। यो गानान्नु भन्ने चिज तपाईँ चियामा हालेर बिहान बिहान चियामा, माछामा, मासुमा हालेर खानुभयो भने पाचन प्रणाली सफा गर्छ, तपाईँको ग्यास्ट्रिक खतम पार्छ र पानीको प्यास बढाउँछ। यो तपाईँको पेटभित्र बच्चाहरूको काचो रहेको छ भने अलिकति घोटेर नाइटोमा लगाइदिँदाखेरिमा बच्चाको पेटभित्र काचो रहेको सबै निकालिदिन्छ। यो तपाईँको चियाको लागि अति उत्तम र राम्रो हुन्छ। यो गानन भनेको यो गानन। हामी पाहाडतिर गदाल्लो भन्छौँ, यतातिर गानन भन्छन्। यस्तै पानी खुवाउँ। यो बायाजडी भनेको हो सर। बायाजडी भन्ने हो यो। कसै भाइ बहिनीकन बाहुवादबाट पीडित हुनुहुन्छ, बायोले जम्म पेट भरिएको छ, खाना खान मन लाग्दैन, निन्द्रा लाग्दैन भने यो बायाजडी बिहान बिहान एक टुक्रा मुखमा हालेर खान पनि मिल्छ र तपाईँको यसले टिकेर झोल बनाएर पानीमा, तातो पानीमा हालेर खायो भने पछिमा तपाईँको यो बायोबाट मुक्त गराउँछ यसले। बायाजडी यसको नाम हो। यो क्या हो त सोच्नु मलाई अचम्मको चिज। कौडा हो यो कौडा हो। यो पाठ पूजामा काम दिन्छ। तपाईँको पत्थरिया डिसेम्बरभन्दा तलको पत्थरिया छ भने पछिमा पत्थरियाको लागि पनि झाड्न सहयोग गर्छ यसले। तपाईँको दाँत दुखेको छ भने कसैको दाँतमा पिनेर यसलाई हालिदियो भनेपछि दाँत दुखाइको लागि एकदम राम्रो दबाई हुन्छ। यो कौडा हो। यो कौडा समुद्रबाट आउँछ। यो समुद्रबाट। यो कसैलाई लोटेर पढेर हात खुट्टा भाँचिएको, थिचिएको, टुटेको छ भने पछिमा, अनि तपाईँको खुन जमेको छ भने, भित्री भागमा खुन जमेको छ भने काचो सिम्रिक अर्थात् इङ्गुल भन्छ यसलाई पहाडी भाषामा। यता पूर्वतिर काचो सिम्रिक भन्छ यसलाई। तपाईँको यो जुनसुकै रगत जमेको छ, भित्र खुन परेको छ, भित्री भागमा, पेटमा, आन्द्रामा, कुनै ठाउँमा पनि चोटपटक लागेको छ, खुन जमेको छ भने काचो सिम्रिक दहीमा या दुधमा हालेर खानुपर्छ। काचो सिम्रिकले तपाईँको टुटेको हड्डी पनि जुटाइदिन्छ र भित्री भागमा खुन परेको सारा खुन सफा गर्छ। यो पनि समुद्रतिर मरुभूमिमा पाउने, यहाँ पाउँदैन। पर इन्डियामै पाउँछ यो मैले इन्डियाबाटै ल्याएको। काचो सिम्रिक यहाँ पाइँदैन। यो निलाथोतो भन्ने हो। निलाथोतो भन्ने पित्काको लागि र तपाईँको दाँत भएको, दुबी भएको, एलर्जी भएको छ भने देवारको तेलमा घसाएर मिलाएर घस्ने हो भने पछिमा दाँत दुबी हटाउँछ र यसले तपाईँको पित्काको लागि, पित्का उड्न दिँदैन बच्चाको लागि, घोटेर लगाइदियो भने पछिमा कहिल्यै पनि शरीरमा घाम पित्का हुन्छ, सानो सानो जिब्रो पाक्ने पित्का आउने हुन्छ, त्यसबाट मुक्ति दिलाउँछ। अब यी तेलहरू भयो। यो तपाईँको सल्लाको तेल हो। यो पाहाडमा हुने सल्लीको तेल भयो। यो सल्लीको तेलले तपाईँको यो शरीर खुजुली हुने, चिल्याउने र दुखाइको लागि काम गर्ने यो तेल सल्लीको तेल भयो। यो मेन्थलको तेल भयो। यो माछाको
हजुर यो सल्लीको, यो मेन्थाको, यो माछाको, यो जैथुनको, काउलाको, देवारको र टिमुरको तेल हो। यी तेलहरू सबै 1 2 3 4वटा यो तेल जो छ, चारैवटा मिसायो भनेपछिमा दुखाइको लागि रामबाणभन्दा कम छैन हजुर। दुखाइको लागि एकदम सफा हो यो तेल। जुन ठाउँमा दुखेको छ, घुँडा दुखेको, कुइना दुखेको, कम्मर दुखेको, जोड्नी दुखेको, यसले मालिस गर्दाखेरिमा तपाईँको 1 हप्ता मालिस गर्यो भने जति पुरानो दुखाइ छ तपाईँको सफा पारिदिन्छ। यो देवारको तेल हो। यो देवारको तेलले तपाईँको दुबीको, दादको, एलर्जीको लागि देवारको तेल हो। यो देवारका तेलले तपाईँको दुबी, दाद दुबी भएको छ भने सब सफा गर्छ। तारासुक भन्ने हो यो, जसको दम चलेको हुन्छ, दमको लागि पनि काम दिन्छ। तपाईँको बच्चा नबोल्ने बच्चाहरू हुन्छन्, 8-9 वर्षभन्दा तल मुनिका बच्चाहरू, यो तारासुकले 2-2.5 महिना खुलाइदियो भनेपछि ती बच्चालाई खलखलाट बोल्ने जिब्रो पातलो बनाउँछ। चाडमा पाउँछ यो तारासुक हो। यो मसँग बिहाको यति हो सर। मन लागेर कसैले सम्पर्क गर्ने मन लागेछ भने मेरो 9842 1727 84 नम्बरमा कल गरेर, म अहिले धनगढीमा घुमिरहेको छु, जुनसुकै दाजुभाइले मेरो सेवाको फाइदा उठाउन अनुरोध गर्दै म बिदा हुन्छु। नमस्कार। चैत्य नगरिएको जुम्ली मरो भनेर जान्नु भन्ने हो। त्यो पहिलाको पुर्खाहरूको भनाइ हो। अहिले त त्यस्तो छैन। पहिला थियो त्यस्तो। अब जुम्लीहरू धेरै टाढा टाढा व्यापार गर्न जान्थे। पहिले टाढा गइसकेपछिमा चैत्य नगरिएको जुम्ली मरो भनेर जान्नु भन्थ्यो। चैतमा किन भनेपछि मरो भनेर जान्ने के हो भने चैतमा जुम्लामा धेरै खेतीको टाइम हुन्छ, सिजन हुन्छ। त्यो खेतीमा नआएपछि आएर पो के काम भनेर त्यस्तो उखान जुडाएको हो, अरू केही होइन सर। त्यो मरेकै त बन्नै त होइन, तर चैतमा नगरिएको जुम्ली मरो भनेर जान्नु भनेको चैतमा धेरै खेती हुन्छ जुम्लामा। त्यो खेतीबाडीमा नउपस्थित भयो भनेपछि खेतीको सिजन बितिहाल्छ, अनि त्यसपछि आयो भयो नआयो भयो भनेर त्यो मिलाएको छ। ल।